गाइज वेलकम टु माई भ्लग। हामी आज जाँदैछौँ पोखरा बुवा भिगाइरा। हामी अब पोखरातिर लाग्यौँ माथि। अनि कुन ठाउँ गएर त्यो माथि फेरि स्टार्ट गर्दै भयो म त बोली चिस आयो क्या मानि भलगर आइसकेको छ। जितो जाग्दा भलगर जितो जाग्दा भलगर। आज टावर हाउसतिर जाँदैछौँ हामी। म बिचको बाघ काटिहाल्छु नि मामा यार, त्यस्तो टेन्सन नमान न। किन नकाट्नु क्या त्यस चिजहरू। कति राम्रो लागेको थिएन यार मामा मलाई सुरुको दिन त। म बिराम बाँच्छु भन्ने सुत्या हुन्थ्यो नि नाच्नु। धोसा माने खानु त यता यतातिर लेफ्ट यतै हो क्या। भलगरले बाटो बिर्सिरहेछ। हिँड्नु सकिन्न यार के हुन्छ। ल लाग्यो टावर हाउसतिर। चिसो भन्न खाएर यता तल तिनी अनिलको बाजेको कुर्तौली घर हो यो। अनिलकी बाजे कुर्तौली घर हो। भलक होइन क्या। चलो चलो मार्की चलो। पहिला त धेरै लामो मान्थ्यो यार बाटो। मैले माथि होला नि उता जानु पर्यो। अनि पानी परिदिएपछि तल गरिदिएको कस्तो मजा आउँथ्यो होला यार नि। तल गरिदिएको क्या मजाको आउँथ्यो। अनि हामी पहिला यताबाट आउँदाखेरि कस्तो लोट्यौँ नि माथिबाट खोलखोला आयौँ खोलखोला आयौँ हामी। पर सिधा आयौँ त ढिलो भयो भन्दा नि ढिलो भन्दा पनि पानी पऱ्यो त्यो डाइरेक्ट तल्ल भन्छु। टिममा खडक आडो भएको थियो त्यति त हो। अनि यो जङ्गललाई के जङ्गल भन्छ अरे बारे गएर जङ्गल कहाँ हुनु त तल भाइ। यो कुन जङ्गल टावर हाउस छेउको जङ्गल। पहिला घाँस काट्न आउँथ्यो नि। अनि अहिले पनि आउँछ नि घाँस काट्न। अहिले पनि आउँछ नि तर भालु पाइन्छ भन्छ अरे हेर्दैन के हो थाहा ए युवा हुन्थ्यो नि देश गान्धी युवा। मजा यार हिँड्न सक्दैन यार त्यो टावर हाउस कस्तो हिँड्ने यार। यो त घस्की खा 2-3 थाहा अहिले पानी तास लाग्दैन भन्थ्यो। अहिले पानी तास लाग्नुपर्छ नि त। मिठो भएको थियो हात ताती जाती खाइदिस्। तरकारी किन मिठो भएको थिएन त्यसमा। हिसाब त मिठो भएको थियो नि। तरकारी पनि मैले तँले पानी मात्रै डम्काइदिएँ। पानी हालेर भयो त चराको कुकुर कुकुर खाएर
फेरि बाघो चल्लो त किरकिर गर्दैन बाघो चल्लोले सुन्दैन भन्छ यहाँ च्याउ पाइन्छ होला भाषण च्याउ पाइन्छ होला पाउँछ 15 यहीँनिरदेखि हामी खोला आएको हामी माथिबाट आऊँ कि निल यो साइडको कहाँ खोला खोला टक्कै खोला आएको थियौँ कि हामी उयोमा टक्कै माथि बस्छ पुगिन्छ पर धेरै घुम्नु पर्दैन धेरै घुम्नु पर्छ नगरी पर यही छ एउटा पुरै भाषण हुन्छ एउटा ग्रुपमा हुन्छ नि बिस्तारै पहिला आउँदाखेरि त उताबाट हामी नि मजा भएको थियो अरे त्यो बेला उताबाट त्यो साइडबाट उता साइडबाट आएको थियो तलको त्यो ड्यामबाट आएर नै पानी त्यो गर्ने आउँदाखेरि हाम्रो घर भएर कहाँ खरा घाम्दा खाजा खाजा त्यहाँ आयो घाम चिसोङसोङ गरेर त्यो बेला चिसोङसोङ गरेर ट्राभलिङ बस घर जाँदाखेरि कुरा यही बाटो त त्यो उता टिकट आएर हो कि टावर हाउस अनि 2 घन्टा लाग्छ भन्थ्यो र पहिला तिमीलाई जाम भन्ने होला दुई लाग्छ किनकि आमा माथिको डाँडादेखि तल डाँडा ढल्नु माथिको टाउ भन्नु त त्यो हामी बसेको त्यो त्यहाँबाट यहाँ गर्नु लाग्छ यहाँबाट फेरि माथि चढ्नु लाग्छ क्या देखिने यहीँबाट नजिकै देखिन्छ हिँडी परेडाबाट तर छ नि धेरै माथि छ क्या टाढा त्यहाँ धेरै लाग्छ माथि घुमेर जानुपर्छ बाटो हिँडेर उताबाट एउटा चौर छ हिँडेर कि किन छ अब खै यता चौर छ 2-3 मिनटमा पुगिन्छ त्यहीँबाट देखिन्छ होला त्यहाँबाट धेरै माथि नभएर अहिले बाटो पनि बनाएको छ 1 घन्टा गरेर त मलाई सोल्पाहरू मजा आएको भ्युज आउला कति आउँछ अनि भ्युज धनी आएको हुन्छ कति गऱ्यो अनिल भ्युज 200 300 दुई दिन छ 400 के 200 के 300 के त्यस्तो हुन्छ के अनि मुल्क पनि नेपालमा भ्लगमा त्यति अनि मुल्क पनि राम्रो पानी त खानु पऱ्यो बेला बेला म बिहोस भएर ढल्यो भने माथि खाने माथि धारो छ केटाहरू खै मलाई केहीले लग्ला यतिबाट फेरि भलगरलाई लग्ला र हाय मलाई चिसो हो क्या पानी फेरि मजा आयो रोको केटा कस्तो सुनसान छ क्या अनि देखाम अनि 70 भ्युज देखाम मामा रोक न ओए त्यसलाई त जङ्गली भालीले लगेले पनि सुन्यौँ आगे से पीछे से त्यो के खो अनिल त्यो बोट के खो अनिल ऊ त्यो बोट खानेरको बोट उठाएको के त्यस्तो भैली पुरा अनि के रहेछ मजा आया एक्स आ चुका है गाइस ये हमारे चौर में बाहुबली एक्स आ चुका है बाहुबली एक्स ये कटप्पा वो शिवगामी का पति को क्या बोलते हैं उसे शिवगामी का पति आई सुस्ने क्या दिखी रहा थोड़े यहाँ तो सुस्ने माल के माँ भ्यू वो तक टी दिख रहा हाँ आई बबाल दिख रहा है उता त्या ओह हिमालय ना उता टी क्या भ्यू देखिएगा यहाँ पर माता और छोड़ देने बबाल भ्यू देखने जाला हो
बाघ पाछी चढाउने ठाउँ हो अरे पाछी त चढाउनै पर्यो पाछी चढाउने ठाउँ अरे त्यो पाछी चढाउने ठाउँ भने झुट बोलेको सही भयो मैले सिस्ने मालु वालियो अनि त्यस तल डाँडा अनि ट्याउ खोला माछा रहेछ अरे तल ट्याउ खोला बब्बाल देखिरहेको हिउँ अनि हिउँ त टिटा स्याहाद सेतो देखिया त सेतो देखिया कि सिस्नेमाले हेर्दै टावर हाउस जानेको यात्रा सुरु भएको थियो पोखरादेखि र हामी गन्तव्यतिर पुग्दैछौँ र अझै पनि यात्रा चालु छ बबाल देखि सिस्नेमाल यस्तो रमणीय चिजहरू हेर्दै हामी हाम्रो यात्रा बोलाउँदै थकाइसहित हिमालयको भ्यू ल बबाल देखिरहेको मतिर वेलकम सिस्नेमाल योभन्दा बढी मै हुन्न क्या यार टावर हाउस क्या बबाल देखिरहेको क्या भ्यू हिमालयको भ्यू त्यो डाँडोभन्दा नि उता छ नि अलि हिमाल त अनि सब भ्यू हो नि त त्यत्रो लाग्छ सब भ्यू त्यो चुचुरो छ नि त्योमा पनि हिउँ हुँदैन अब त हेर त्यस्तो पाहाड मात्रै छ यस्तो टल्किया नि हिउँ यो त यो केही छैन क्या यो त नर्मल भइसक्यो रहेछ कस्तो हुन्छ यार मलाई यति देखेको त्यो साइडमा रहेछ तर बाँदर लाग्यो अरे त्यो साइडको जस्तो हुन्थ्यो योमा ए अब गर्नु ठाउँ परेछ क्या अनि बिस्कुट आएर तल गाउँलाई के भन्छ होइन त्यो सिस्नीमादेखि तलको त्यो छ नि हिउँ पग्लिएर यसरी आएको छ नि तल यसरी आउने झरनाको त्यो अब सुक्खा छ थाहा यता पनि बर्खा भयो होइन ठुलो पानी आउनु पर्ने कस्तो घाम हो यार यो किन पग्लिएको नि त नि त्यस्तो त्यस्तो पक्रिन्न क्या त्यस्तरी क्या दामी ठाउँ त यो झरना सुक्खा झरना भन्दा यो चाहिँ फाँट छ नि त्यस्तो कति कस्तो पानी आउँछ नि यहीँ पुगेर त्यहाँ चाहिँ राम्रो लभली गाइस अझै यात्रा चालु छ गन्तव्यमा पुगेन हाम्रो हानेर 5 मिनट लग्छ हरेक महिना 5 मिनट सिधा बाटो गएको नि त हामी तल त्यो ठाउँमा एकैछिन आयौँ त्यो ठाउँबाट कस्तो बवाल हजार फोटो खिच्न आउँछ त्यहाँ रहेछ मामा त्यो ढुङ्गा मामा मामा फोटो खिच्न आउँछ त्यो ढुङ्गा छ अब न हेर रमणी सिस्नेमाल बवाल देखिरह नि एउटा ल है गन्तव्य चालु छ अझै हाम्रो यात्रा चालु छ अहिलेलाई यति नै माथि भेटौँला त्यो टाढा फोटो अब देख्नु टावर आउँदैन अब हिँड्दैछौँ केटाहरू अघि हिँड्छ क्या म पछि पछि हिँड्दैछु र चालु छ सिनेमाल हेर्दै अघि बढ्दैछौँ हामी केटाहरू धेरै टाढा गइछ यार कस्तो के हो मैले भालुको दिशा गर्न यार है यो अमृत फुल होइन के अरे त्यो अमृतको नाम अनिल ब्याक क्यामेरादेखि कति हुन्छ जुम कतिसम्मको जुम हुन्छ के हुन्छ नि फ्रन्टको 6 नि भिडियोमा हुन्छ कस्तो रमाइलो देखेको चाहिँ यस्तो छिटो होला भनेर त्यसो आयो पनि आइन लाग्यो अहिले त हामी चाउचाउ ल्याउनु पर्ने क्या
पानी सानी छोरो काँगो कि भाबी त्यस्तो थियो हुन्थ्यो त टाउरा पुगिसक्यो मैले थोरै छ खै बबाल भयो अनि टावर हाउसको यात्रा चालु छ त घुमफिर गर्ने पुग्दैछौँ कस्तो तपाईँ लाग्यो यार तर बबाल भयो छ अनि यताको डाँडामा पनि हुनुपर्छ अनि त्यो सानो फेरि कस्तो बबाल खोलो भइरहेको नि चाहिँ त यहाँ उतैको यहाँ तल यहाँ बाख्रा ल्याएर त्यहाँबाट यहाँ तल अनि त्यो गाउँको नाम के हो तलको भुङ्गा अनि चिस्ने गाउँ कहाँ बस्या चिस्ने गाउँको उतातिर छ एउटा देखिन्न सिस्ने गाउँ त एउटा माथि छ कि हिमालको छेउ तल त अनि अलिकति हो यहाँ कहाँ होला जाम्ला घुम्न गइसक्नु पछि सबैतिर घुम्दा अलिकति देखिरहेको तिन दुईवटा पनि ए अहिले गोपाल देखिरहेको ठाउँले टावर हाउसतिर गएर भिडियो फोटो सुटिङ हुन्छ अब हिँड्दैछौँ हामी टावर हाउसतिर अब क्याकबाट सोझो गराउनु मिल्छ नि भिडियो उल्टो भएपछि नि रमन बटर हो क्या बाल कस्तो हान्यो नि यसलाई आइन लाग्यो तल त्यो चाहिँ गाउँ चाहिँ पोखरा हो पोखराहरूको डाँडा गाउँहरू यता शेर्पु गोपाल छ त नि कस्तो स्टल अब यहाँ पो यस्तो ठाउँ मामा यहाँबाट तल हो क्या खिच्नु जंगल में दौड़ रहे हम गाइस क्लियर दिख रही है टावर हाउस पुगिसक्यौँ तर बबाल वाट ल्याएर चाहिँ नि अनि आउने ल हामी चाहिँ आइपुग्यौँ है यहाँनिर आइपुग्यौँ भ्यूहरू हेर्ने भ्यू यस्तो छ ल हामी चाहिँ पुगिसक्यौँ टावर हाउस यार मैं तुझे भाइ भने अनि मा जान्दिनँ मामाको मात्रै च्यानल नहेरिदिनु होला वाइफाई त्यहीँ रहँदो रहेछ बवाल चल्दो होला नि अनि बवाल जाम नि त्यहाँ बवाल फुटाउँछ कि नि अनि यताउता अनि शेर्पु देखिया ल केटाहरू के घाँसमा याद आउँछ अनि शेर्पु कहाँ के हाम्रो तल त्यहाँ बाटो ए तल त्यो डाँडा देखिन्छ होला बवाल बियो तलफट यो गाउँ हेर नि कस्तो कुन गाउँ होला त अनि जेट बने ठाउँ कुन अरे हामी रुकुमभन्दा धेरै माथि यौँ क्या नि रुकुम कहाँ पर्छ रुकुममै बसेर रुकुममै त हो नि ए ट्याउकोला त्यो ठाउँमा भन्ने भनेको छ मैले कहाँ पुग्यो भन्ने नि मामा अमेरिकै पुग्यो भन्ने ट्याउकोला सुन्दैन क्या म ठाउँ मुम्बई छ त त्यो हो त्यो डाँडो त्यही हो त्यो सानी भेरी मतलब त्यो चौतारा भन्छ कि के अरे चौतारा कसै नि हिँड्छ पानी निल्ने ए परदेखि पानी पनि बगान के सबै त अनि देख्यौ माछमी त्यो होइन माछमीको उता त्यो देखियो खेल्ने कम नभए माछमी होइन त्यो माछमी त यतै छ माछमी त्यो देखियो त्यति मात्र होला सिस्नेतिर त बबाल त्यो पऱ्यो होला माछमी भने त खोलाबारी होइन हो क्या अब त्यति ख्यातितिर तल सिस्नेतिर पनि बबाल चिसो होला नि अलिअलि तिनी सानो सिस्नेतिर पनि चिसो होला नि यहाँ त पानी कस्तो चिसो अनि भइहाल्छ देखेको खेत माछमी होइन मामा कहाँ माछमी हुनु त्यो चौतारा हो कि यहीँनिरको चौतारा के माछी त यता खाएर खोलाको यतापट्टि मल्लहरूको त्यही हो गाउँतिर होला अलि माथितिर एकदम त्यो साइडमा जाउँ
यो पो ल बिना न्याएको त आधा खाने आएको आधा घर छ अनिल एक रात यतै सुतो मलाई भाइ कस्तो लाग्यो प्लान एक रात यही सुत्ते और जाएंगे हम कल को जाएंगे यति बेला घर किन हाल्नुहुन्छ यार बोला जति नि छ नि त बस्नको लागि बस्नको लागि होइन आमा त्यो छैन टाढो लड्ने सेटअपहरू त्यो त हो कि त्यो मात्रै हो त्यो बस त्यस्तै सेटअप किन हुन्न र यहाँ कहाँबाट केले खोर्या यस्तो मान्छेले यो नयाँ बनाउनको लागि होला कि होला सायद ब्याक क्यामेराले देखिनु सामान्य राखेको चाहिँ क्यामेराहरू यही मात्रै हो बस्ने बनाएर हेरेको जाल त सामान चाहिँ बस्छ अहिले ढोसको छैन पहिला के मजा पानी चानी कति चाहिँ पऱ्यो भने सोलरबाट चल्छ होइन कौतर लाग्छ टलेटमा ढोइस टोइलेट मात्रै फोन भएको होइन ढोइ हान्ने पहिला चाहिँ गाडी खोल अन्त खौलो स्याहार पुतल कता हो यता यहाँ तल पछाडि हो यो यहाँ तल कुनै पनि केही तल खाल्यो देखिन्छ भने होइन र जानु यहाँ भिड जाने ठाउँ रहेछ त बाहिर हिँड्यो भित्र किन जानु र हामी जाउँ न छोड्दै खाने पानी थियो सोध्नु क्रास भयो अनि के भयो अनिल केमा गराएको छ ढुङ्गाले हाने पहिले के भयो चट्टैले हाने कहाँ गयो खान तलतिर बनाइरहेको छु ल है स्यारपुताल देख्योमा त्यो रोटी डाला हो कि जाने हो नि स्यारपुतिर यो चाहिँ स्यारपुताल है देखिन्छ नि 10x हुन्छ यो त सिस्निमल पऱ्यो यतातिर स्यारपुताल पऱ्यो यतातिर कहाँ देखाइरहेको छु मलाई यतातिर चाहिँ एउटा जकेट साथीहरू हामी टावर हाउसबाट घरतिर हिँड्दै टक्क बाटो ल आजको यात्रा सक्यो यतैतिर ल टु बी कनेक्टेड टु बी कन्टिन्यू ल हामी घरतिर हिँड्दैछौँ एकचोटि हामी आइसक्यौँ पुग्यो त्यही पानी खाने ठाउँमा आइपुग्यौँ हामी फेरि माथि टावर हाउसबाट झऱ्या धेरै भइगयो ल आधा भलक उताबाट आउँछ त्यो फोनबाट आधा भलक यो फोनबाट एउटालाई चाहिँ फेरि भुतले समातिसकेपछि है आउँदै आइहाल्छ नि हो के थियो ल पानी खाने ठाउँमा आइसकेपछि ल चिसो ठाउँ हेर नि त्यही हो यो मामै बस्ने ठाउँ गयो गीत गाउनु ठाउँ ल आइपुग्यो पानी खाना हो गाइस मामा ताल खेलौँ है ताल खेल्नु ल माथि मामा पानी खानु यहाँतिर लाग्ने भिडियो बनाउनु मजाको भने खोला पनि त होला के अरे एउटा भलगरले मुलको पानी भन्नु खोला पानी खान्थ्यो ल उहाँमा क्यामेरा पक्रेर 8% आएको चार्जर ल हाम्रो वीर गोर्खाली है हाम्रो सैनिकले पानी खाँदैछन् ल उहाँमा क्यामेरा पक्रेर ल यस्तो देख सीधा हमारे त्यसलाई पानी लगिदिउँ है फुल है चिसो पानी आएर मजा जुगाड गराएर चाहिँ क्या
पहिला सुरुमा काँटा ल्याएर रहेछ कारुबाट बत्तला ल्याएर काँटा लगाउने अनि बत्तला लगाउने यो चाहिँ के भयो जुगाड र ल है शुद्ध पानी आउने ठाउँ चिसो सिस्ने आलुबाट बग्ने पानी ए गाइज हाम्रो नास्तान टाइम भइसक्यो अब हाम्रो नास्तान टाइम विदेशमा हाम्रो नास्तान टाइम भइसक्यो अब पानी र बिस्कुट डोब्दै खाँदै गरेर मिठो भइरहेको छ मिठो त्यो त पानी आउने ठाउँ छ क्या यहाँ चाहिँ बिस्कुट र पानी खाँदै भइरह जति खानु सकिन्छ खाऊ एउटा यो एडभेन्चर पार्कको एउटा जङ्गल बुकमा हामी पानी खाँदैछौँ किराहरू खान आउनु नि खानु सब हाल्छ अब मुखमा जाँदा क्या अब हेर्न कुरा के हो यार भित्र चिरा नि पानीमा हाल्नु होला क्या पानीमा दुगो त होइन होइन के रानमा के यहाँ छ यो दुगो र बिस्कुट खाँदैछौँ खाँदिसक्यो नि रोख पानी मात्रै भयो गाइस न्यू पानी भन्ने बेला भइसक्यो न्यू पानी हो ल्याएर कन्छ त्यो पानी होइन ल्याएर त पानी ल्याए त मुखाइदिन्छ ल छोटे मारले त हेर ल ओइ नगरे मर्ला नहीं हिँड्के भयो अब अर्को दौड्या छ मा कहाँ जाने होला जस्तै तिम्रो मामा त्यो वाला भिडियो त्यो वाला गीत सम्झाइछ म त्यस्तै गर्छु र अब म कसरी सम्झाउँ त अनि अब म कसरी गीत गाउँ त अनि मलाई नि त्यो ताल्नु धेरै पहिला उनको नाम हो सामु उनले धेरै अग्नि गरेका कारण क्यान्सर भएको छ